एउटा खोज डाक्टर गोविन्द केसी हो हाम्रो नजरमा बाल ब्रह्मचारी छ उहाँले नजरमा बाल ब्रह्मचारी छ उसको चाहन परिवार छैन हामी नै उसको बाल बच्चा हो त्याग तपस्या छ जो ऋषि मुनि हुन्छ नि संसारको सन्तान उसैको छ उसको कोही पनि छ अरे गोविन्द केसी ऋषि मुनि हैन नि हो ब्रह्मचारी भनेको के हो ब्रह्मचारी र ऋषि मुनिसँग दुईटा फरक हुन्छ ब्रह्मचारी तपाईँ पैन्ट सर्ट लगाएर बन्नु चाहे महान जटा बनाएर बन्नु बाल ब्रह्मचारी जो छ नि जो जन्मदेखि धरती पर त्यस्तै छ त्यसमा धेरै पावर हुन्छ त्यसो त रामदेव बाबा छन् रामदेव बाबा पनि ब्रह्मचारी छन् ब्रह्मचारी तँ उसको मै राजा बनाऊ यहाँ नेपालको राजा लिएर आउने उहाँलाई त्यही त म हजुर अनि बाल ब्रह्मचारीलाई राजा बनाउने भने बालन शाह भयो नि त अब बालन शाह राजा कहाँ छ उसले त प्रधानमन्त्री कार्यकारी प्रधानमन्त्री छ त्यही त हो नि उ राजे बराबरको कुरा कहाँ गर्नुहुन्छ राजा कहाँ हुन्छ त्यो बराबरीमा कहाँ कुर्सी मिलाउँछ अनि कहाँको बालेन शाह कहाँको चाहिँ गोविन्द केसी बालेन शाह आज छैन भोलि छैन गइहाल्छ तर राजा जाँदैन सुन्नु न कहाँको बालेन शाह कहाँको गोविन्द केसी के राजा जान्छ धेरै टाइममा जान्छ उसको अब आफ्नो गल्ती कर्मले सबै खाएर सकेर चल्नुको ढङ्गले विनाश हुन्छ राजाले सुन्नु राजा विनाश हुँदैन बालेन्द्र शाह पनि त 50 वर्ष राज्य होइन बालेन्द्र शाह के छ तपाईँको यो के भनेको छ यो कुनै ठाउँमा यो केपी ओलीले भनेको कुरा कस्तो हुन्छ नि यो हाहुको सरकार हो मलाई त्यस्तो पनि लाग्छ उसको केपी ओलीको भनाइ पनि ठिकै छ हाहु जस्तो कुरा गरिरहेको छ अब एकछिनको लागि सुन्नु राजै मान्नु बालेनलाई बालेन किन नबोल्ने राजा छ त राजा भए पनि बोल्नु पर्यो नि राजा त वर्षमा एकचोटि बोल्छ रे किन बोल्दैन राजा पनि बोल्छ त कानुन बन्छ त्यो बालेन बोलेपछि कानुन बन्नु पर्यो नि के बोल्यो नेपालले मैले प्राइम मिनिस्टर बनेपछि मलाई बल्ल थाहा भएछ नेपालले पनि भारतको जग्गा मेचेको छ मिच्यो होला के अभिव्यक्ति छ बालेनको नमिचिकन भन्यो त त्यसो भए यो के अभिव्यक्ति हो बालेनको राष्ट्रघाती राष्ट्रद्रोही अभिव्यक्ति हो को एमाले भन्छ म भनिरहेको छु यहाँ एमालेको भनाइ हो तपाईँ निजी स्वार्थले पत्रकारिता गर्छ उहाँले जति यहाँ सेनमा धरनामा आन्दोलनमा छ सबै निजी स्वार्थले छ म के को स्वार्थले यहाँ बसिरहेको छ यहाँ तपाईको पनि निजी स्वार्थ छ कि गोविन्द केसीले परिचालन गर्नु मसँग स्वार्थ छ गोविन्द केसीको स्वार्थले तपाईँ सरब जाने भएर छैन भन्ने मिल्छ मसँग कस्तो स्वार्थ छ गोविन्द केसीको स्वार्थ छ तपाईसँग सुन्नु न हाम्रो स्वार्थ कस्तो छ गोविन्द केसीलाई राजा बनाउनु पर्यो भने राजा चाहियो तपाईलाई गोविन्द केसीलाई राजा बनाउनु होइन बनाउनु खोजेको छैन म सोधेको तपाईँहरू को छ तपाईँ नजरमा बाल ब्रह्मचारी छ डाक्टर गोविन्द केसी उसको बाल बच्चा छोराछोरी कोही त्यस्तो मान्छेलाई बनाएपछि उसले कसैको बर्बाद गर्दैन हाम्रो देशको पनि बर्बाद गर्दैन कुनै सन्तानको पनि बराबरी जो सृष्टि गरेका छ कसले यो भगवानले सृष्टि गरेछ यो ऋषि मुनिसँग जोडेको छ नि त ऋषि मुनि के भनेछ मेरो जस्तो राजालाई पनि भनेको छ त्यो जोगमा बाल ब्रह्मचारी बन्नु अनि फेरि ऋषि मुनि भनेपछि टक्क तपाईको जस्तै दारी आएको टक्क पालेको गोविन्द केसी चिल्लो के को हामी दारी पालेको छ तपाईँ मलाई ऋषि मुनि हेर्छ यो दारी होइन यो दारी छ त ऋषि मुनि भइगयो यहाँ के छ त्यो त कपडा यहाँ के छ यहाँ हाफ पेन्ट छ टी सर्ट छ हिरो मान्छे छु म पैसा नभएर मेरो यस्तो लाटा जाटा भइसकेको छ पैसा नै छ गोविन्द केसी त चिल्लो परेर हिँडेछन् तपाईँ भन्नुहुन्छ ऋषि मुनि बाल ब्रह्मचारी योगी भन्नुहुन्छ गोविन्द केसी हो त योगीको पहिचान के हो जाटा पालेर भिख माग्नु म कसैसँग मागेको छु यहाँ कति दिन भइसक्यो तपाईँ सोध्नु कोसँग के मागेको छ म योगीको वस्त्र चाहिँ वस्त्र बन्नु म वस्त्र तपाईको म भन्छु बन्नु बनिहाल्छ हाम्रो त प्रधानमन्त्री बन्नु न तपाईँ तपाईँले फेरि अरूलाई बनाउनु त चाहिँ भन्छ हजुर तपाईँले चाहिँ अरूलाई चाहिँ बन भन्ने म त बन्दैन म बनाउनुको लागि आएको छ हजुर अरूलाई चाहिँ बन भन्ने आफू नभन्ने मसँग क्षमता छैन क्यापेसिटी छैन
म पनि मसँग त्याग तपस्या पनि छैन। अनि म जसको कसरी जसको क्षमतै छैन, जसको क्यापासिटी नै छैन, उसले भनेको मान्छे चाहिँ बनाइदिनु पर्ने। कसरी राम्रो हुन्छ त्यसो भए कसरी राम्रो हुन सक्छ? हजुर तपाईँले मसँग क्यापेसिटी छैन होइन, हजुर। त्यो क्यापासिटी नभएको मान्छे कोसँग जो होस् न त्यसलाई कसरी थाहा हो भन्नु न। हजुर तपाईँको हजुर। मसँग क्यापेसिटी छैन है, हजुर। अर्कोसँग छ भने तपाईँलाई कसरी थाहा भयो? कोसँग क्यापेसिटी छ? डाक्टर गोविन्द केसीसँग क्यापेसिटी कसरी थाहा भयो छैन। तपाईँलाई? कसरी थाहा पाउनुभयो? उसले धेरै मसँग मदेखि धेरै सिनियर छ, पढाइ लेखाइमा सिनियर पनि, हुँदैमा हुन्छ। त्याग तपस्यामा पनि सिनियर छ। अरू त्योभन्दा सिनियर बाबुराम भट्टराई कस्ता सिनियर थिए? कस्ता सिनियर बाबुराम भट्टराई सिनियर छ, बाबुराम भट्टराईको छोराछोरी छ, बुढी अब छ। यहाँ सिनियरले त सबै बिदा भएर है? जुनियर आएर चलाउँदैछन् कि त्यस्तो थाहा पाएको छैन। चलाउँछ। केपी ओली खतरा सिनियर थिए, छोराछोरी पनि अलिक कमाल थिए। बुढी छ नि त, बुढी छ नै, बिहे गरेको छ नि केपी ओली। अरे बुढी त केसी खोइ? बुढी त राम भगवानको पनि बुढी थिए नि, देख्नु भएन? छ। कृष्णको गोपिनीहरू थिए। हो त राज चलाएछ कसरी? जबसम्म उसको सत छ राजा तबसम्म। बन्ने त नि सबै विवाहित मात्र छ, अविवाहित कोही पनि राजा बनेको छैन संसारमा। राजाहरूको झन् धेरै धेरै श्रीमती थिए। तपाईँलाई थाहा छैन? कर्मचारी चाहियो। म भनेको छ डाक्टर गोविन्द केसी बनोस् एकछिनको लागि। तपाईँ कसलाई बनाउने राजा? हामी त तपाईँ पनि त राजा नेपालको राजा नबनाउनु भन्छ। हामी त राजा नबनाउनु त भन्छ। बनिसक्यो त किन यहाँ हल्ला गर्नु आएको? ऊ त राजा छँदैछ। तपाईँहरू हल्ला गर्न आउनु भएको छ कि किन गर्न आउनु भएको छ हल्ला यहाँ? माइती घरमा किन सरकारले हाम्रो किन देश गरिदिनु? भ्रष्टाचार मुक्त बनाउनुको लागि यहाँ बसेको छ। बालेन्द्र शाहको सोना कहाँबाट आयो? तपाईँ जानकारी हो? यहाँ बस्दैमा मुक्त हुन सक्छ देश? हुन्छ। भ्रष्टाचार मुक्त हुन्छ। कसरी हुन्छ? जसरी मैले बसेको छ त्यसरी पुरै नेपालको नागरिक बसौँ नै आएर। अनि